नमस्कार, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मैले भुटनलाई कसरी पकाउने, कसरी टेस्टी बनाउने भन्ने बारेमा एउटा सानो भिडियो लिएर आएकी छु। सबैजनाले अन्तिमसम्म हेरेर जस्तो लाग्छ हजुरहरूलाई त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला है। फर्स्टमा कराईमा तेल राखेर तातिसकेपछि चाहिँ मैले प्याज राखेँ। जब प्याज चाहिँ ब्राउन कलरको भइसकेपछि मैले भुटन राखेर त्यसमा टेस्ट अनुसारको नुन पनि राखेर चलाउनतर्फ लागेँ। अनि मलाई चाहिँ यो ल्वाङ र सुकमेल मासुमा एकदमै मनपर्छ, त्यसैले हरेक पटक मासु पकाउँदा मैले यसलाई पनि राख्ने गर्छु। अनि बेसार पनि राखेँ यसमा र एकछिन चलाएँ। अनि मलाई यो टिमुर चाहिँ हरेक पटक भुटन पकाउने बेलामा एकदम फेभरेट नै लाग्ने गर्छ। यो चाहिँ अप्सनल हो, हजुरहरूले राख्दा पनि हुन्छ र नराख्दा पनि हुन्छ है, मनपर्छ भने राख्नु होला। त्यसपछि चाहिँ थोरै रगत पनि थियो, त्यसलाई पनि यसमा मैले एड गरेँ। रगत चाहिँ पहिले नै फ्राई गरेर राखिसकेको है साथीहरू। अनि त्यसपछि मसला राखेँ। मसलामा चाहिँ जिरा, धनियाँ, थोरै अदुवा र लसुनको पेस्ट गराएर पहिला नै राखिसकेको थिएँ। अनि त्यसपछि अघि पिसेर राखेको ल्वाङ सुकमेलको धुलो र टिमुरलाई पनि यसमा एड गरेँ। अनि मसिनो गरी काटेर राखेको टमाटरलाई पनि यसमा राखेँ। अनि त्यसपछि एक डाडु जति पानी राखेर वरिपरि मैले यसरी छरेँ अनि प्लेटले घपक्क छोपेर राखेँ केही टाइमको लागि साथीहरू। त्यसपछि यो चाहिँ मेरो फेभरेट धनिया हो। जसले मेरो भिडियो हेर्नुहुन्छ उहाँहरूलाई त थाहा छँदैछ। अनि मैले प्लेटलाई निकालेर हेर्दा चाहिँ मेरो भुटन रेडी भइसकेको रहेछ। भुटन चाहिँ एकदम टेस्टी बनेको थियो साथीहरू। एकपटक हजुरहरूले पनि घरमा बनाएर ट्राई गर्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ।